हेलो एन्ड गुड मर्निङ नमस्ते। हामी चाहिँ आज काठमाडौँबाट चाहिँ सुदूरपश्चिमको लागि हामी अगाडि बढिसकेका छौँ। आज चाहिँ हाम्रो नयाँ भ्लग लिएर हामी चाहिँ तपाईँहरूको सामु उपस्थित भइसकेका छौँ। हामी तपाईँहरूलाई चाहिँ यो दिन र रातको चाहिँ हामी पुरा सुदूरपश्चिमको चाहिँ एकदम इम्पोर्टेन्ट ठाउँको चाहिँ हामी भ्लगहरू देखाउनेछौँ। तपाईँहरूले चाहिँ सुजन ढकाललाई चाहिँ सब्सक्राइब गर्न सक्नुहुन्छ। म चाहिँ अहिले नयाँ बस पार्कमा उपस्थित भइसकेको छु, देख्न सक्नुहुन्छ। हेलो एन्ड नमस्ते। हामी चाहिँ अब निस्किसकेका छौँ, देख्न सक्नुहुन्छ। हामी चाहिँ गाडीमा हामी चाहिँ साथीहरू छौँ यहाँ, यसरी देख्नुहुन्छ। हामी चाहिँ कहाँको यात्रा रहेछ? बाजुराको यात्रा हामी चाहिँ लागिसकेका छौँ। मार्तडीको यात्रा लागिसकेका छौँ, तपाईँहरूले देख्न सक्नुहुन्छ। हामी चाहिँ गाडीमा अगाडि बढिसकेका छौँ है त, काठमाडौँ बस पार्कबाट। भासुको फेरि भर्खर कटेर माथि लाग्यो। रमाइलो छ, रमाइलो भइरहेछ हाम्रो। हेलो एन्ड नमस्ते, गुड मर्निङ। हामी चाहिँ अहिले यो बाजुरा जिल्लाको सदरमुकामबाट चाहिँ अब हामी बडीमालीका लागि चाहिँ अब अगाडि बढ्दैछौँ। यहाँ चाहिँ अब अलिकति अहिले चिसो सुरु भइसकेको छ, तपाईँहरूले देख्न सक्नुहुन्छ। हामी चाहिँ अब यहाँबाट माथि अगाडि बढ्ने क्रम अगाडि भइसकेको छ, यहाँ देख्नुहुन्छ। अब हामी यो पहाड चढ्नका लागि चाहिँ हामीले आफ्नो खानेकुराहरू चाहिँ अहिले चाहिँ अफ सिजन भएको कारणले चाहिँ खानेकुराहरू केही नपाउने रहेछ। खानेकुरा आफैले किनेर अनि सुत्ने व्यवस्थादेखि सबै चाहिँ आफैले गर्नुपर्ने भएको कारणले चाहिँ अलिकति अहिलेको समय चाहिँ अलिकति कष्टकर रहेछ। हामी चाहिँ अब बिस्तारै यहाँबाट मास्तिरका के कस्तो छ दृश्यहरू हजुरहरूलाई देखाउँदै हामी चाहिँ मास्तिरको मालहरू के रहेछ तपाईँहरू पनि आउँदाखेरि चाहिँ अब यो अफ सिजनमा चाहिँ अलिकति समस्या जस्तो देखिए मैले चाहिँ, किनकि अब म पनि पहिलोचोटि आएको थिएँ। आउँदाखेरि चाहिँ अब अहिले माथि भएका मान्छेहरू सबै चाहिँ लेकबाट तल झरिसकेको अवस्था रहेछ। हामी अब यहाँ आइसकेको कारणले चाहिँ हामी एकचोटि जसरी भयो नि बडीमालीका दर्शन गरेरै फर्किने चाहिँ निर्णय गरेर हामी चाहिँ बिस्तारै आफ्नो व्यवस्था आफै गरेर हामी मास्तिर लाग्दैछौँ। हेलो एन्ड गुड मर्निङ। हामी चाहिँ बडीमालीकाको आज यात्रा रहेको छ। पहिलो दिन तल बजार, के बजार सर यो? मार्तडी बजारबाट हामी चाहिँ यो बाटो हुँदै हामी चाहिँ अहिले यो बाटो हो यसरी हामी चाहिँ लाग्दैछौँ। पहिलो दिन हो यो हाम्रो। पहिलो दिनमा चाहिँ अब घुम्दैछौँ। अब यसरी
घाममै के आने गरे घाम परेछ मजा आछ एकदम रमाइलो छ बडीमालिका भर्खरको यात्रा पहिलो दिनको यात्रा हामी तय गरिसकेका छौँ तपाईँहरू पनि आउनुहोस् बडीमालिका हातले छेक्यो घामले के देखि छोडिदिनु यो घामले के देखिनु गयो अलि माथि हाल्नुपर्छ बोक्नु अलि माथि उकालो चढेछ हान्ने होइन लोड खोजेको लोड भेटाइन् कि मैले तपाईँले लोड सोड भेट्दैन हामी चाहिँ अहिले बडीमालिका जाने तर्खरमा हामी चाहिँ तल बजारबाट चाहिँ हामी माथि लागेर हामी यस्तो भ्यू भाउमा एकदमै हामीलाई चाहिँ घाम पनि लगाइरहेको छ हेर्नु गर्मी पनि भइरहेको छ होइन अब ज्याकेट खोलेर अब हिँडिया छ जस स्टेपमा बस्दै बस्दै हाम्रो यात्रा चाहिँ जस यो डाँडो कट्ने कुरो भएको छ यो डाँडोबाट उता जानुपर्छ भन्ने कुरा छ ठिक छ यात्रा रमाइलो भइरहेछ हाम्रो चाहिँ माताले बडीमालिका माताले हामीलाई चाहिँ साथ दिइरहनु भएको छ र देख्नुहुन्छ हामी चाहिँ धेरै माथि हिँडिसक्यौँ तल बजार हेर्नु यहाँ कस्तो रमाइलो छ बाफ्रे ओहो यहाँ जस्तो रमाइलो त कहाँ छ र अरू यहाँ म हेर्नुहोस् यही बाटो हो हामी त यस्तो बाटो रहेछ कहीँ ठाडो उकालो रोड यस्तै छ हामी चाहिँ बडीमालिका यात्रामा छौँ तर चिसो छ रमाइलो छ हेलो गुड आफ्टरनुन हामी चाहिँ अहिले 3 बजेर 15 मिनट गएछ हामी यहाँ के अरे सोत्तापाटन छेउमा पुगिसक्यौँ हामी 8:30 बजे हिँड्दाखेरि अब हामी चाहिँ अहिले यो भर्याङ रहेछ यस्तो सिँढी यहाँ आइपुगेका छौँ लगभग डाँडो अब उयो मात्र बाँकी हो अलिकति हिँडाइ कम हुने मान्छेलाई चाहिँ गाह्रै देखियो तर बेला यसो हिँड्ने मान्छेलाई चाहिँ मजा लाग्यो मलाई एकदम ठिक छ आउनुलाई तुवाले यसरी आउँछ एकदमै टक छ यहाँ मजा तर अलिकति मोटा मान्छेलाई चाहिँ अलिकति गाह्रै हुन्छ किनकि अब अहिले सुविधा रहन्छ सोत्तापाटनसम्म चाहिँ पहिला भए सुविधा हुन्थ्यो अहिले चाहिँ रहन्छ हेलो हाम्रो चाहिँ 7 घन्टा यात्रा पछाडि हामीले बल्ल पानी भेटाएको छौँ हेर्नु होला पानी चाहिँ यहाँनिर यस्तो डुबुल्कीमा भेटाएको छौँ पानी खान नपाएर पुरै छटपट भएको थियो अब जे भयो नि पानी खान पाइयो हामी यतातिर उक्लिँदैछौँ लेक पनि लाग्यो मलाई हेर्नु होला स्वासा भयो हिँड्न सकिएन अब यस्तै छ तपाईँहरू आउँदा चाहिँ म तपाईँहरूलाई भिडियोको अन्तिमसम्म हेर्नु होला बाटो अर्कै देखाउँछु यो बाटोबाट चाहिँ खासै हामीले मान्छे आउने जाने एकजना पनि भेटेको छैनौँ अहिले 7 घन्टा भइसक्यो उक्लिया पनि छैनन् ओर्लिया पनि छैनन् म भिडियोको अन्तिमसम्म हेर्नु होला म तपाईँलाई अर्को छोटो बाटो छ अरे हामी फर्किँदाखेरि त्यो बाटोको लोकेसन यो बाटो आउने यहाँबाट आउने भनेर म तपाईँहरूलाई भिडियो पनि देखाउँछु है त हेलो हामी चाहिँ अहिले सोत्तापाटन जाने प्रोसेसिङमा हिमालको छेउमा पुगिसकेका छौँ बाटो यहाँ सोत्तापाटनसम्म चाहिँ तल सदरमुकामबाट बाजुराको सदरमुकामबाट चाहिँ बाटो रहेछ तर बर्खामा चाहिँ यहाँ अब हिउँ पर्ने समयमा चाहिँ यहाँ केही पनि नहुँदो रहेछ त्यस कारणले हामी चाहिँ रोटे यसो सहजता हुन्छ कि भनेर आइरहेका छौँ तपाईँहरू देख्न सक्नुहुन्छ यता चाहिँ तुवा लगाइसक्यो तर यता चाहिँ छोपिँदा खोज्दैछ म तपाईँहरूलाई देखाउँदैछु है त यहाँ चाहिँ हिमालमा हिउँ खासै त्यति परेको मैले देखिनँ तर नजिकै छ हिमाल यहाँबाट देख्न सक्नुहुन्छ यता चाहिँ खासै हिमाल देखिएको छैन यता पहाडै रहेछ उता गएर चाहिँ हिमाल अब हिमालमा पनि हिउँ खासै त्यति देखेन हेर्नुहोस् हिउँमा पुरै कालो भइसकेको छ अब के गर्नु गर्मी सिजनले गर्नाले यहाँ चाहिँ यस्तो छ एकदमै अहिले चाहिँ हामी यो हिमाल यस्तो हुँदो रहेछ हिमालमा तुवालो ला भन्छन् नि तर खास होइन रहेछ हेर्नु त हिमालभन्दा अगाडि लाग्दो रहेछ र
हामीले हिमालको देशतिर चाहिँ त्यही भएर हिमालमा तुवाला लगायो होइन। अब सायद सोत्तपाटन कहाँनिर छ भन्ने यही हो कि कुन हो। बाटो चाहिँ अब सोत्तपाटनसँग छ अरे। अब म चाहिँ अब यो बाटोबाट ओर्लिन्छु होइन। अब मेरो साथीहरू चाहिँ यहाँ तल यो रोडबाट आउँदै हुनुहुन्छ है त। हेलो एन्ड गुड मर्निङ। हामी चाहिँ अहिले सोत्तपाटनबाट अगाडि बढिसकेका छौँ। सोत्तपाटन चाहिँ ठ्याक्कै तपाईँहरू यता बाजुराड आउँदै हुनुहुन्छ भने चाहिँ माथि चढिसकेपछि चाहिँ रोड नछोडिकन आउनुभयो भने एउटा गहिरामा यो झारी नै झारीहरू छ, त्यहाँ चाहिँ सोत्तपाटन रहेछ। प्रायःले सोत्तपाटन चाहिँ यहाँ छ भनेर चाहिँ देखाउनु भएको छैन। हामीले पनि देखाउन सकेनौँ। हामी पारीबाट फोटो खिच्नु पर्ने रहेछ, त्यसको सकेनौँ। पुरै यहाँहरू चिसोले रातिको पुरै निन्द्रै बिजोग भएको छ, एकदम कष्टकर रहेछ यहाँ चाहिँ। हामी चाहिँ मास्तिर सोत्तपाटनबाट मास्तिर लागिसक्यौँ अब है त। हेलो गुड मर्निङ नमस्ते। हामी चाहिँ अहिले सोत्तपाटनबाट घोडापाटनतिर लाग्दैछौँ। यहाँको चाहिँ यस्तो छ, रुख बिरुवा केही छैन, तर मलाई राति चाहिँ गाह्रो बनायो। के गर्नु, जाउँ कि नजाउँ बनायो। अहिले बिहान उठेर माथि घोडापाटनतिर आइपुगिसक्यौँ। अलिअलि जोस आयो। ल हेर्नुहोस् गाइज, यस्तो छ सुत्ने ठाउँ यहाँभित्र। यस्तोमा सुत्नुपर्छ। तपाईँहरू पनि यो अफ सिजनमा नआइदिनु होला, कोही पनि सिजनमा मात्र आउनु होला। हजुर यस्तो यस्तो ठाउँमा सुत्नुपर्छ, बिजोक हुन्छ। हामी चाहिँ अहिले अफ सिजनमा परेछौँ। हामीले मिस्टेक पनि गऱ्यौँ, लाइटरहरू पनि बोकेनौँ। यस्तो यस्तो भित्र सुत्नुपर्ने हुन्छ। यस्तो यहाँ चाहिँ गाई बस्तुहरू चराउने रहेछ ठाउँ। अनि यहाँ आउने, यहाँ गाई बस्तुको दुध मही घिउ दही खाने, त्यस्तै रहेछ। हेर्नु होला, यो अफ सिजनमा चाहिँ कोही पनि नआउनु होला, एकदमै दुःख कष्ट रहेछ। हामी चाहिँ अफ सिजनमा पऱ्यौँ, त्यही भएर एकदमै हामीलाई गाह्रो भइरहेछ। हेलो, हामी त यो बडीमालिकाको यात्रामा छौँ। एकदमै कष्टकर रहेको छ। हामी चाहिँ साथीहरू पनि यहीँ हामी यहाँ छौँ। यसरी घोडापाटन आइसक्यौँ सोत्तपाटनबाट मास्तिर। तर सोत्तपाटनमा चाहिँ तपाईँहरू उता बाजुराबाट आउँदै हुनुहुन्छ भने चाहिँ रोड बाटो रहेछ। चैत वैशाखतिर चाहिँ बुलेरो नै आउने रहेछ। तपाईँहरू त्यही बेला आउँदा बेटर। अहिले चाहिँ अफ सिजन, हिउँ पर्ने समय, एक अत्याधिक चिसो भएको कारणले चाहिँ अहिले तपाईँहरू चाहिँ ढोरपाटन यात्रामा नआइदिनु होला। यहाँ केही पनि व्यवस्था छैन, खाने बस्ने सुत्ने केही व्यवस्था छैन। पानी पनि पुरै यहाँ माथि माथि पुरै जमेर आइस भएको छ। हामी चाहिँ अब अहिले आइहाल्यौँ। आइसकेपछि हामी जसरी पनि बडीमालिकाको दर्शन गरेर हामी फर्किने भनेर हामी हिँडिसकेका छौँ। अब हेरौँ आज कहाँसम्मको यात्रा हुँदो रहेछ। हिजो चाहिँ मलाई एकदमै गाह्रो पनि भयो, एकदमै चिसोको कारणले। हामीले चाहिँ आफ्नो स्लिपर एउटा सुत्ने ब्याग लिएर छौँ, भित्र सुत्ने। अनि अलि आउँदाखेरि चाहिँ यहाँ लुगा चाहिँ एकदमै बाक्लो बाक्लो बोकेर आउनुपर्ने देखेँ मैले। सुत्दाखेरि राति चाहिँ एकदमै जाडो हुने रहेछ। हिँड्दाखेरि चाहिँ यहाँ केही पनि जाडो हुँदैन। एउटै सर्ट चाहिँ भए पनि ब्याग बोकेर हिँड्दाखेरि गर्मी नै हुन्छ। पन्जा पनि लिएर आउनु होला, टोपी पनि ल्याउनु होला। र हामी चाहिँ यसरी हिमालको नजिक आइसकेका छौँ। अब तपाईँहरू आउँदा चाहिँ चैत वैशाखको समयमा आउँदा चाहिँ तल पाटनसम्म चाहिँ बुलेरो गाडी नै आउने रहेछ। लेक लाग्ने मान्छेलाई चाहिँ अलिकति गाह्रै छ यहाँ आउनको लागि है त। हेलो, हामी चाहिँ त्रिवेणीको यात्रामा छौँ। भित्र चिन्ह यो के हो थाहा नै छैन। म घन्टा बजाउँछु है त एकचोटि। ल यहाँ एउटा माता हुनुहुँदो रहेछ, माता ढोक गरे। अब हामी यो यस्तो यस्तो ठाउँमा छौँ। ल हेर्नु होला, यस्तो यस्तो छ यहाँहरू। पुरै हिमाल त हाम्रो नजिक आएर बसिरहेछ। हामी चाहिँ हिमालको अगाडि आएको हो कि हिमाल चाहिँ हाम्रो अगाडि आएको केही बुझ्न सकेनौँ।
ठिक छ, जे जस्तो भए पनि यहाँ चाहिँ यस्तो छ, अवलोकन गर्न एकदमै राम्रो छ। ल हेर्नुहोस् कति मजाको छ। साथीहरू अहिले चाहिँ मलाई चिसोले कक्र्याक्क बनाएको थियो र भिडियो बनाउनु पनि अलिकति अनुहार पनि काक्रा कुरुको आयो। अहिले चाहिँ राम्रो छ, अलिकति फ्रेस भइया छ, पानी खाइयो, मुख धोइयो, यस्तो छ। तपाईँहरूले हेरिदिनुहोस्, युट्युब च्यानल सब्सक्राइब गरिदिनु होला। यस्तै यस्तै भ्लगहरूको लागि चाहिँ सुजन ढकाल 93 मा चाहिँ तपाईँहरूले सब्सक्राइब गरिदिनु हुनेछ आशा गरेको छु। हेर्नुहोस् यस्तो राम्रो छ। हामी चाहिँ अहिले बडीमालिका दर्शनमा आएका छौँ। हामी चाहिँ अहिले यो के हो ठाउँको नाम पनि थाहा छैन। यहाँ चाहिँ अहिले वस्तुहरू केही पनि रहन्छ, मान्छेहरू कोही पनि बस्दा रहन्छन्। अक्सिजनको कारणले हामीलाई चाहिँ अलिकति असहज भइराखेको छ। तपाईँहरू पनि यस्तो यो अक्सिजनमा चाहिँ नआइदिनु होला, एकदम दुःख पाउने रहेछ। नखानी नबस्ने नसुत्ने केही पनि व्यवस्था रहन्छ। एकदमै चिसो छ, मौसम एकदमै गाह्रो छ। हेलो, यहाँ चाहिँ हामी जानलाई ओह्रालो ओर्लिनु पर्ने रहेछ। एउटा खोला रहेछ तल, यस्तो बाटो छ। तपाईँहरू पनि आउँदाखेरि यस्तो यो ओह्रालो बाटोको याद गर्नु होला। यहाँ चाहिँ अब खासै त्यस्तो डिरेक्सनहरू केही पनि दिएको छैन। अलिकति गाह्रै छ मान्छे बाटो पत्ता लगाउनलाई। हामीले चाहिँ बिस्तारै बिस्तारै ट्राई गर्दैछौँ। यहाँनिर त्यहाँ पारी हामी बस्ने चाहिँ त्यहाँ पारी जस्तो चाहिँ त्यहाँ पारी बस्ने व्यवस्था चाहिँ त्यहीँ होला जस्तो हाम्रो आजको। अब यहाँबाट हामी ओर्लिँदैछौँ यहाँबाट। यही यस्तै बाटो रहेछ, हेर्नु होला। सायद त्यो भित्ते चिन्ह हुनुपर्छ, भित्ते चिन्ह नि यति टाढा रहेछ। भित्ते चिन्ह एउटा फेरि अर्को के रहेछ र अर्को ठाउँको नाम त्रिवेणी पाटन। अनि त्यहाँबाट मन्दिर भनेपछि त गाह्रै हुने रहेछ। यहाँ अलिक बढी नै हुन्छ, अलिकति आफ्नो व्यवस्था गरेर आउनुपर्ने रहेछ। हेलो, यहाँ पनि एउटा पुल रहेछ। हामी चाहिँ पुल दुईवटा पुल रहेछ यहाँनिर। मैले चाहिँ एउटा भन्न ठानेको थिएँ। यहाँ हेर्नु न, तुसारो परेको पुरै पुलमा। यहाँ हेर्नु तुसारो, पुलभरि तुसारो हो कि क्या हो यो? ओहो, यस्तो छ हेर्नु, पुलमै तुसारो परेको छ हो र छ तुसारो। यहाँ चाहिँ यस्तो एउटा खोल्सा छ, अनि यहाँबाट बगेर गएको खोल्सा छ। अब हामी चाहिँ त्यो डाँडै लिएर जानुपर्छ। साथीहरू उहाँ हुनुहुन्छ। गुड मर्निङ। भित्र चिन्न पुग्न लाग्यो हामी चाहिँ। यहाँ पुलमा आइसकेका छौँ हामी तल। हामी चाहिँ उता बडीमालिका यात्रामा चाहिँ लागेका छौँ। हिजो चाहिँ अनुहार अर्कै थियो, आज अर्कै भइरहेछ मेरो, देख्न सक्नुहुन्छ। किनभने म चाहिँ लेकमा अलिकति मलाई लेक लाग्ने भएको कारणले चाहिँ अलिक गाह्रै भएको थियो हिजो। ल हेर्नुहोस् यस्तो छ। आज चाहिँ अलिकति फरक भएको छ अनुहार। हिजो त खास्रा खुस्रुक नै भएको थिएँ, मर्छु कि क्या आउने भएको थिएँ। आज चाहिँ अलिक बाँचेको छु। सायद माताले तान्दै हुनुहुन्छ होला मलाई। म चाहिँ अगाडि अगाडि हिँड्दैछु। हेलो, हामी चाहिँ यहाँ हिमाल मुनि नै छौँ। हेर्नुहोस्, हामी यहाँ हिँड्दै गयो भने नि उयो एउटा सानो डाँडो छ। लगभग हामी 1-2 घन्टा हिँड्यो भने हिमाल माथि चढ्छौँ है। यो हिमालमा यहाँ 1-2 घन्टामा यो डाँडोबाट हिँड्दै हिँड्दै यहाँबाट सुटुक्क गयो भने त्यही हिमालमा चढ्छौँ हामीले। हामी अब हिमाल चढ्ने तर्खर गर्दैछौँ। हामी चाहिँ हिमालको छेउमा आइसकेका छौँ। यो रहेछ बाटो यस्तै। अहिले कोही मान्छे नपाउने रहेछ। लास्टै रमाइलो छ। यहाँ चिसो हावा चलेको छ, एकदमै रमाइलो छ। हामी चाहिँ हिमालमा आइसकेका छौँ। पुरै हिउँ देख्न सक्नुहुन्छ। अब हामी 5-10 मिनट हिँड्यो भने त्यो मजाले त्यो हिमालमा त्यहाँनिर त्यो हिउँ खेल्दै 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 लडीबुडी गर्दै हिमालको चुचुरामा गएर नेपालको झन्डा फरफराउने छौँ। हेलो,
हिउँमा हेर्दैछु। हेर्नुहोस् त हामी त बड्डी मालिक हिँडेर मान्छे हिमालतिर आइपुग्यौँ। के हो यस्तो बाटो बिस्टेको कि हिमाल हाम्रो छेउमा आएको हो कि केही बुझ्न सकिएन। त हिउँ नै हिउँ छ पुरै। लास्टै अलिकति रहन्छ हिउँ छ हेर्नु पुरै हिउँ परेको छ। हेर्नु होला म हिउँमा छु पुरै हिउँ टल्किएको छ केही देखेको छैन। हेर्नुहोस् पुरै हिउँ नै हिउँ छ यहाँनिर। ल हेर्नुहोस् यहाँ चाहिँ हिउँ परेको छ पुरै हिउँ परेको छ। यता पुरै 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 हिमाल छ। ल हेर्नुहोस् हामी चाहिँ हिमालमा आइसकेका छौँ। त्यहाँ एउटा टिनले छाएको घर रहेछ त्यहाँ मान्छे रहेछन् त्यहाँ जाँदैछौँ है त हामी। हेलो हामी चाहिँ यहाँ बिल्डिङमा आइसकेका छौँ। यो बिल्डिङ हो यहाँको लागि। यो बुढीका माई के लेखा छ यहाँ अलिक टाढा देखिएन। बुढी माईका थान भनेर लेखा छ यहाँनिर। बुढी माई थान देख्न सक्नुहुन्छ। झन्डा सर फर्केको छ पुरै। यहाँ चाहिँ हिउँ लागेको छ। हामीलाई चाहिँ थाहा छैन यहाँ 2-4जना नयाँ मान्छे भेट्नु हो। हामीलाई चाहिँ एकदम सहयोग गर्नुभयो खुसी लाग्यो। हामीलाई त्यति यो बारे यहाँ खासै थाहा थिएन। अब हामी यहाँ एकछिन बसेर रेस्ट गरेर अनि त्यस पछाडि हामी फेरि उता निस्किन्छौँ। हेलो हेलो हामी चाहिँ हिउँ परेको ठाउँमा जाँदैछौँ। यो बाटो हो अहिले पुरै हिउँ परेको छ। बाटो ठम्याउन गाह्रो रहेछ। अब पाटनै पाटन छ सबैतिर पाटन भएको कारणले चाहिँ अलिकति बाटो कता हो हुँदो रहेछ। यहाँ आउँदा चाहिँ अहिलेको समयअनुसार चाहिँ एउटा दुईवटा यसो गाइड बोकेर खानेकुरा बोकेर आउनुपर्ने छ है। त्यहाँ हेर्नुहोस् यस्तो मजाको छ यहाँनिर। मेरो कपाल पनि ठाडो परिरहेको छ अहिले यो हिउँ देखेर। ल है म यो ट्रेक हाने पछाडि म पास भएँ रे। अब ट्रेक जुनसुकै ट्रेकमा पनि पास रे। एकदम हार्ड ट्रेक हो यो। यस्तो खालको ट्रेक भयो आजको हाम्रो यो बडीमालिका। अफ सिजनको एकदमै न यहाँ खान पाइन्छ न बस्न पाइन्छ न त के नै पाइन्छ। हिजोबेलुका त एकचोटि मेरो शरीर जमेको थियो। अहिले घामले तताइदिएर एकदम फुर्तिलो भएको छु। तपाईँहरू आउँदाखेरि लाइटरहरू के हुन्छ त्यो सबै बोकेर आउनु होला। सिजनमा आउनु होला अफ सिजनमा चाहिँ नआउनु होला। तर रमाइलो चाहिँ फेरि अफ सिजनमै हुन्छ। अफ सिजनमा आउनुहुन्छ भने चाहिँ एउटा गाइड बोकेर आफ्नो व्यवस्था गरेर आउँदा एकदमै बेटर छ। हेलो यहाँ चाहिँ एकदमै ढुङ्गाको यहाँ हेर्नु पुरै वाल चाङ छ। यहाँ चाहिँ एकदमै कुन किम्बदन्ती हो के हो। यहाँ चाहिँ ढुङ्गाबाट चाहिँ पुरै सबैले यस्तो बनाएर त्यहाँ हेर्नु कति अग्लो बनाछन्। हेर्नु त्यहाँ हेर्नुहोस् यस्तो छ। यहाँ हिमालको मुनि यो चाहिँ हामी बडीमालिका जाने वेमा हामीले यो देखेको यो दृश्य हामीले जस्तो देखेका छौँ त्यस्तै तपाईँहरूलाई मैले देखाएको छु। यहाँ चाहिँ यो कुण्ड दर्शन गरेर सबै हामी चाहिँ अब धर्मशालातिर लाग्यो। अब यहाँ धर्मशाला भनेर लेखिएको छ। धर्मशाला यहाँ बत्तीहरू सबै व्यवस्था रहेछ। यहाँ बत्तीको पनि व्यवस्था रहेछ। ल हेर्नु धर्मशाला भनेर लेखिएको छ। अब हामी यहाँबाट निस्किँदैछौँ। हामी चाहिँ धर्मशाला बस्छौँ भनेर गएको खास चाहिँ। तर धर्मशाला बन्द भएको कारणले हामी फेरि यो ठाउँको नाम के दाइ बुढी माईमा चाहिँ हामी फेरि फर्केर अनि आएर यहाँ बसेका छौँ। अब भोलि बिहानै हामी यहाँबाट सिधै छोटो बाटो चाहिँ हामी मन्दिर चाहिँ जानेछौँ। तर हिउँ परिरहेछ। अब भरे घाम पानी नपर्दियो भने एकदम सहज हुन्थ्यो। हेलो एन्ड गुड मर्निङ। हामी चाहिँ दोस्रो दिन आज यो 4010 फिट माथिबाट मैले भिडियो बनाउँदैछु। राति चाहिँ हामी झन्डै आइस भएको अवस्थामा थियौँ। एकदमै चिसो
यो माथि पुरै हिउँ परेको छ, तपाईँहरूले देख्न सक्नुहुन्छ। एकदमै हिउँ परेको छ। यहाँ यो घरमा बस्यौँ हामी, यो घरमा बस्यौँ, पुरै हिउँ परेर हामी चाहिँ कतै जानु पनि सकेनौँ। त यहाँ एउटा ग्रुप भेटेर उहाँहरूले हामीलाई धेरै नै सहयोग गरिदिनु भयो। त्यस कारणले चाहिँ हामी अब चाहिँ बडीमालिका दर्शनको लागि बिहानै अहिले 6:30 बजे अगाडि बढिसकेका छौँ है त। यो लौरबिना उकालो, यो लौरबिना उकालोमा चाहिँ हामी पनि आइसकेका छौँ। अब यो हुँदै यहाँबाट हुँदै त्यो बाटैबाट हुँदै त्यो मन्दिर, त्यो एउटा गोठ टहरो छ, त्यहाँ पुग्ने, त्यहाँबाट फेरि तल झरेर अनि चाहिँ बडीमालिका दर्शन गर्ने है त। ल हेर्नुहोस्, यो बडीमालिका मन्दिर यस्तो टपमा रहेको छ बडीमालिका। कताबाट जाँदा हुन्छ भनेर हामी यहाँ हेर्दैछौँ। यो डाँडो उक्लिएर जाने हो कि यो त्यसै जाने हो, हामी यहाँ कोसिस गर्दैछौँ, बाटो हेर्दैछौँ। यो लौरबिना उकालो अब यताबाट ओर्लेर जाने हो कि हामी चाहिँ त्यसै तलैबाट जाने हो भन्ने, हामी चाहिँ यहाँ तल छौँ। यहाँ तलबाट जाउँ कि के गरौँ भनेर सोच्दैछौँ है त। हेलो एन्ड गुड मर्निङ, हामी चाहिँ लौरबिनायक आइसकेका छौँ। यहाँ देख्न सक्नुहुन्छ लौरबिनायक, यो त्रिवेणी नगरपालिका बाजुरा। तपाईँहरू पनि यहाँ मन्दिर आउँदै हुनुहुन्छ भने तपाईँहरू यहाँ तल नगइकन सिधै यो एउटा घरबाटै मास्तिर ठाडै बाटो आउने रहेछ। त्यताबाट आउँदाखेरि चाहिँ छोटो पनि र सहज पनि, उकालो नपर्ने बाटो रहेछ। हामीले चाहिँ त्यताबाट आयौँ, हामी चाहिँ तल गएनौँ, दर्शन गर्न गयौँ र फर्किहाल्यौँ। 1-1.5 घन्टा लाग्दो रहेछ जानुपर्ने। अब माताको त्यहाँ हुनुहुन्छ, यहाँनिर छ। अब हामी चाहिँ यहाँबाट हिँड्दै जाँदैछौँ। बडीमालिका मन्दिर यही हो, देख्न सक्नुहुन्छ। यो ठाडो बाटो जानुपर्ने रहेछ, यस्तो ठाडो, यो ठाडै उकालो उक्लिएर दर्शन गर्न जानुपर्ने रहेछ। देख्नुभयो, यही हो बडीमालिका मन्दिर, तपाईँहरूले देख्न सक्नुहुन्छ। यहाँ यति ठाडै छ यहाँनिर। यो उकालो चाहिँ यो उकालो उक्लिएर जानुपर्छ हामी। यो उकालो उक्लिएर गएर मन्दिर दर्शन गर्ने हो। यो पिर लडेको जस्तो सानो हो, त्यताबाट गएर मन्दिर दर्शन गर्ने। यही हो बडीमालिका। यो चाहिँ सरी बाजुरा जिल्लामा होइन त, बाजुरा जिल्लामा। अब हामी चाहिँ यहाँबाट उता अर्को बाटो झर्छौँ। यो बाटो चाहिँ फर्किन हामीलाई धेरै समय लाग्नेछ। तपाईँहरू पनि आउन सक्नुहुन्छ। बडीमालिका एकदम रमाइलो छ, रमणीय छ, देख्न सक्नुहुन्छ। हामी चाहिँ 3 जनाको ग्रुपमा आएका थियौँ। एकदमै कष्टकर गरेर पनि हामीले बडीमालिका दर्शन पाएका छौँ। बडीमालिका जान्छ, यहाँ हेर्नुहोस्, यस्तो बाटो रहेछ, तल झारेको रहेछ अनि फेरि माथि उकालेको रहेछ। यस्तो यो डाँडा भएर यहाँ यस्तो छ, यहाँबाट ओह्रालै तल पुऱ्याएर अनि फेरि उता परबाट त्यहाँ एउटा घर रहेछ, त्यहाँबाट अनि ठाडै सिधै मन्दिरमा पुगाएको रहेछ। यहाँ हेर्नुहोस्, यहाँ यो बडीमालिका जाने चाहिँ यो रेलिङ पनि रहेछ। यहाँ यस्तो रेलिङ रहेछ यहाँसम्म। अहिले चाहिँ रेलिङ बनेको रहेछ त्यहाँसम्म। अब हामी चाहिँ मन्दिरमाथि प्रस्थान गर्दैछौँ। हेलो, हामी चाहिँ फाइनल्ली माताभट्ट आइपुगिसक्यौँ। यहाँ चाहिँ यस्तो छ, एकदमै सम्म टाइपको, भिराल टाइपको, दरिका पाटा भन्ने छ। यहाँ चाहिँ यस्तो छ, मन्दिर चाहिँ त्यहाँ रहेको छ। हामी चाहिँ मन्दिर पुग्नलाई अब धेरै समय लाग्दैन, छेउमै पुगिसकेका छौँ। फाइनली हामी चाहिँ बडीमालिकामा आइसकेका छौँ। यो जाडोको कारणले चाहिँ अलिकति लुगा चाहिँ डम्मै लाउनु पर्ने र यहाँ चाहिँ मौसमको कारणले हाम्रो फेसहरू चाहिँ पुरै चेन्जहरू भइदिने, रगतहरू ब्लडहरू जम्दिने, चिसो बढी छ एकदमै। 4220 मिटर माथि छ हामी। त्यो कारणले चाहिँ अलिकति फेसहरू चाहिँ चेन्ज हुने रहेछ। तपाईँहरूले देख्न सक्नुहुन्छ बडीमालिका। हामी चाहिँ बडीमालिकामा आइसकेका छौँ। हावा एकदम मजाले लागेको छ। तपाईँहरूले देख्दै हुनुहुन्छ, देख्नुहोस् बडीमालिका मन्दिर। म सबैमा बडीमालिका मन्दिर सबैलाई चिनाउन चाहन्छु।
हामी चाहिँ तपाईँको ठाउँ आइसकेका छौँ। धेरै कष्टकर गरेर एकदम पारी डाँडा हामीले देखिरहेको छौँ कि हामी यहाँको बाटो धेरै नै कष्टकर गरेर यहाँसम्म आएका छौँ। माता यहाँसम्म ल्याइदिनु हो, तपाईँलाई धेरै धेरै धेरैभन्दा धेरै धन्यवाद माता। तपाईँको दर्शन दिनुभयो माता। हेर्नु होला साथीहरू, इष्टमित्रहरू, यो चाहिँ मन्दिरबाट झर्ने बाटो लास्टै डेन्जर छ। यो भिरबाट झर्नुपर्छ। हेर्नु होला यस्तो छ, उक्लिँदा नाक ठोकिन्छ, ओर्लिँदा घुँडा ठोकिन्छ। यो डाँडाबाट आउने हो, यो माथिको टपबाट यस्तो डेन्जर छ कि यहाँ कुरो छोडिदिनु। हामी चाहिँ झर्दै झर्दै यहाँ आइसक्यौँ। अब उक्लिएर फेरि यहाँबाट उक्लिँदै 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 त्यो डाँडा कटेर अनि हामी जाँदैछौँ काठमाडौँ फर्किनेर, रिटर्न ब्याक टु काठमाडौँ। त्यो बाटो छ हेर्नु त, यहाँ जङ्गलमा पुरै। ओ माई गड, हामी चाहिँ बडीमालिकाबाट झर्दाखेरि यस्तो बाटोमा आइपुगेका छौँ। एउटा मान्छे बिहानदेखि भेटेको भए मरिजानु, कोही भेटेको छैन। 12 बजे बडीमालिकाबाट झरेको हामी, अहिले 5 बजेर 15 मिनट जाँदा पनि एकजना भेटे पनि छैन, एउटा बस्ती पनि भेटेको छैन। हामीले पुरै जङ्गलै जङ्गल मात्र ओर्लिँदैछौँ हामी। यस्तो छ हेर्नु होला, हामी सर्टकट बाटो भनेर यताबाट ओर्ल्यौँ। हामी त रङ आयौँ कि राइट आयौँ बुझ्न सकेका छैनौँ। एकदमै न टावर लाग्छ, न नेटवर्क आउँछ, न कसैलाई सोध्न फोन गर्न पनि मिल्छ। यहाँ त डेन्जर रहेछ सुदूरपश्चिम।